हेलो साथीहरु, वेलकम टु माई च्यानल। अनि आज चाहिँ हाम्रोमा चाहिँ के छ भने संसारी पूजा छ साथीहरु। अनि त्यही भएर संसारी पूजा चाहिँ जाँदैछौँ। अघि नै गुरुबाउहरु चाहिँ गइसक्नु भयो। अनि समीक्षा र म चाहिँ अहिले जाँदैछौँ साथीहरु। म तपाईहरुलाई देखाउँछु। समीक्षा चाहिँ उपर जाँदैछ। ओ यता हेर्देऊ न, कहाँ हिँडेको? सुन्दैन तिम्रो आवाज, अलिक ठुलो बोल। माथि हेर्न सक्नुहुनेछ, त्यहाँनिर चाहिँ पूजा छ, संसारी पूजा। संसारी पूजा चाहिँ संसारभरि नै हुन्छ होला है नि। ओइ समीक्षा, संसारभरि नै हुन्छ। संसारी पूजाको मतलब चाहिँ के हो, मतलब के हो खास गरी त्यो कुरा चाहिँ मलाई थाहा छैन हौ साथीहरु है। अन्त कस्तो दामी हावाको हेर्न सक्नुहुनेछ, यस्तो छ, कस्तो दामी। अन्त साइकल सिकाउनु लाउँदा त यहाँनिर सजिलो छ, ओह्रालोमा सिकाउनु पर्छ नि त। अनि खाऊ न। अनि अब हामी चाहिँ हिँडेको माथिनेर पूजा छ, गएर सेलरोटीहरू बनाउनु पर्यो। हाम्रो राईको चाहिँ कस्तो छ भने साथीहरू, हाम्रो पाहाडमा चाहिँ के थियो भने कुखुरा परेवाहरू लगेर संसारी पूजा गर्थ्यो। यहाँनिर अब ससुरालपट्टि बुढोकोपट्टि त के छ भने साधु धर्म छ। साधु धर्म भएपछि चाहिँ फलफुलमा मात्रै चल्छ क्या, फलफुल रोटीहरू बन्छ। अनि पहिला चाहिँ हामीले खाएको थियौँ कुखुराको खुट्टा, अनि सानो बोटको बोकेर जान्थ्यौँ। कस्तो मिठो हुन्थ्यो। तिमीहरूले चाहिँ के गर्थ्यौ समीक्षा भन्देऊ त? हाम्रोमा त संसारी पूजा गर्दा कुखुरा काट्छ। नि तर यहाँ चाहिँ अब साधु धर्म हो नि त। साधु धर्म भनेपछि अब काठमाडौँमा चल्दैन। काठमाडौँमा नचलेपछि चाहिँ साथीहरू यहाँनिर चाहिँ फलफुलबाट चल्छ है। तपाईँहरूलाई म माथि पूजा गर्ने ठाउँमा चाहिँ अहिले एकछिनबाट देखाउँछु है। ओके, अब भने चाहिँ हामी हाम्रो पूजा गर्ने ठाउँमा आइपुगिसक्यौँ। पर पूजा हुँदैछ, तपाईँहरूलाई म देखाउने छु। सेलरोटी पाक्दैछ, ऊ हेर्दैछ, यता घुमाउनु चाहिँ परेन जस्तो छ है। अब टन्ठा हानेर त खेलाउँदैन, किनकि अरू पनि काम छ नि त। तपाईँहरूलाई म देखाउँछु है। हाम्रो यतातिर चाहिँ यस्तो छ, सास बरेर कहाँसम्म सास बरेर चाहिँ हो अघि खानु थाले जस्तो छ। यता चाहिँ पूजा गर्नु हुँदैछ, यस्तो हुन्छ है। यहाँ चाहिँ यस्तो हुन्छ है। पूजा गरिसकेको छैन, अघि खान्ते पिन्ते हुँदैछ क्या। कहाँ चाहिँ चिउरा कति राम्री देखेको। बोजू चिनी खायो भने त सुगर पो हुन्छ त। यता हाम्रो जवानहरू चाहिँ यङहरू चाहिँ भाग्ने अवस्थामा, लुक्ने अवस्थामा। यता चाहिँ बुढापाका हुनुहुन्छ, बाजेहरू गुरुहरू। उता हाम्रो बुइनीले चाहिँ रोटी बनाउँदैछ। उहाँले अनि यतापट्टि त बस्नै सकिँदैन रहेछ नि त। नखिच